आमामा जम्मा 6,50,000 आनाको त्यो पनि यस्तो हाइटमा मिलेको जग्गा यो मात्रै होइन है काठमाडौँमै रहेको पनि छ 11 देखि 14 लाख आनाको अर्को भनेको तपाईहरुले राम्रो जग्गा तुरुन्तै घर बनाएर बस्न मिल्ने 32 फुटे बाटोमा एकदमै मिलेको जग्गा 35-40 चलेको ठाउँमा तपाईहरुले 19 देखि 24 लाखको पाउनुहुन्छ यहाँ सबै जग्गाको जानकारी दिनेछु अब यहाँ सम्बन्धित मान्छेसँग कुराकानी पनि गर्नेछु है नमस्कार सर नमस्कार आरामै हुनुहुन्छ सर एकदम ठीक छु यस्तो राम्रो जग्गा रहेछ सर यसको बारेमा जानकारी दिनुस् न पहिला ठ्याक्कै साँखु सालनदीको 2 किलोमिटर अगाडि यतापटि हजुर हजुर भक्तपुर आउने मान्छेलाई खरिबारीबाट जम्मा तपाईको यो 1 किलोमिटर मात्रै जग्गा ल एकदमै राम्रो छ यो कति रोपनीको कतिवटा टुक्राहरू छ सर यो जम्मा 35 रोपनीको प्लानिङ हो हजुर जम्मा 104 टुक्रा छ हजुर हजुर भित्री बाटो 20 फुटे र 16 फुटे बाटो राखिएको छ हजुर हजुर यो जग्गा ठ्याक्कै किन किन्ने ल भन्नु त पहिलो कुरा यति ठुलो नमुना बस्ती भन्छु यसलाई मैले हजुर हजुर यो लेभलको सम्म ठाउँ भूभाग तरेको फाँटो जग्गा कहीँ पाउनु पहिलो कुरा हजुर हजुर अहिले घरमा बस्ने भयो हो बिजुली बत्ती खाने पनि रोड सबै कुरा छ हजुर हजुर लगानीको हिसाबले म त सबैभन्दा बेस्ट देख्छु तपाईले 2 देखि 3 वर्षको जग्गा त डबल पाउनुहुन्छ यसलाई यति भन्छु 2 देखि 3 वर्षमा डबल यहाँनिर 104 वटा घर भन्दा त पुरै बजार बस्छ एक्ज्याक्टली अब लोनको सुविधा त छँदै छ होला यो जग्गा किन्दै गर्दा हैन फाइदा के हुन्छ पहिलो कुरा के भन्छ भन्दा सेम डे तपाईको परिवारसित आउनु भन्छ भने सेम डे तपाईले टोकन बैना अथवा बैना गर्नुभयो भने हजुर हजुर हातै हात तपाईको स्मार्टफोन पाउनुहुन्छ उहाँले ओहो है दोस्रो कुरा भनेको लकी टोकन हामी के राखेका छौं भन्दा एउटा त स्कुटी पारेका छौं हजुर हजुर पहिलो फर्स्ट प्राइस भनेको सेकेन्ड प्राइस भनेको चाहिँ आइफोन छ हजुर हजुर थर्ड प्राइस भनेको तपाईको ल्यापटप छ यो चाहिँ लकी टोकन पाउने कुराहरु भयो ओहो यस्तो राम्रो उपहारै उपहार सेम डे तपाईले सेम डे चेक बुक बोकेर आउनु भएको छ जग्गा मन पर्यो भने सेम डे टोकन बैना गर्ने मान्छेलाई स्मार्टफोन र प्रत्येक जग्गामा भनेको आनाको 50,000 देखि 1 लाख रुपैयाँ आनामा डिस्काउन्ट अफर राखिएको छ सेम डे बैनाले मात्रै पाउने कुरा यो चाहिँ ल धेरै राम्रो अफर राख्नु भएको छ यसको अहिले हामी जानेर छौं नि यो जग्गाको लोकेसन भनिदिनु सर लोकेसन भनेको साँखु सालनदीबाट पालुबारी बसवारको ठ्याक्कै अगाडि जग्गा हो अनि रेट चाहिँ रेट भनेको चाहिँ हाम्रो यहाँ चलेको 12-13 लाख आनाको चलेको छ हजुर हजुर हामीले 15 दिनको लागि मात्र यो बुकिङ खोलेका छौं यसको भनेको चाहिँ 6.5 देखि 9.5 लाख रुपैयाँ आनाको जम्मा 6.5 देखि 9.5 आनाको हजुर हजुर जस्तै अब हाम्रो 11 लाख देखि 14.5 लाख आनाको छ नि त्यो काठमाडौँमै त्यो कहाँनिर भन्नु मुलपानी चौरबाट ठ्याक्कै अपोजिटमा हो हजुर हजुर ठ्याक्कै तपाईको इन्द्राणीको हाइट भन्छौं हजुर हजुर त्यहाँ तपाईको चलेको 15-16 लाख रुपैयाँ आना हो हजुर हजुर अहिले हामीले 11.5 देखि तपाईको 14.5 लाख आनामा दिइरहेका छौं त्यसमा बाटो 15 फुटे छ बिजुली बत्ती रोड सारा कुरा घर सबै छ तपाईले फोटो ब्याकग्राउन्ड हेर्न सक्नुहुन्छ हजुर हजुर त्यसमा स्कुटर पनि उपहार छ है सर एक्ज्याक्टली अर्को भनेको हाइवे टच 32 फुटे हाइवे टच त्यसको बारेमा पनि जानकारी दिनु 32 फुटे यो पब्लिक गाडी चढ्ने बाटो टच भएको जग्गा हो हजुर छ रोपनमा गरेको प्लानिङ हो यसको फोटो तपाई हेर्न मिलिहाल्छ हजुर हजुर यसमा के छ भन्नुहुन्छ भने तपाईले यसमा भनेको 3 आना 3.5 साइडने टुक्राहरु छ हजुर हजुर बिजुली बत्ती ढल बिजुली बत्तीमा सम्पूर्ण सुविधा भएको है हजुर हजुर अहिले हामीले अफरमा 19 देखि 24 लाखमा दिइरहेको छ जग्गाहरु यो हाइवे बाटोमा त लगभग 35-36 चल्ने जग्गा हो नि त एक्ज्याक्टली ट्याक्कै यसको पनि लोकेसन भनिदिनुस् न कहाँनिर हो यो चाहिँ ठ्याक्कै मुलपानीबाट त इन्द्राणी चोक आउनु पर्यो इन्द्राणी चोकबाट 1 किलोमिटर भित्रको जग्गा लाकिला चोक भन्ने ठाउँमा जग्गा हो ल सर अब मोटामोटी हेरिहाल्नु होला तपाईले नम्बर पनि भनिदिनुस् न अन्तिममा छौं मेरो नम्बर रहेको छ 98510 हजुर हजुर 29228 ल सर सानो जानकारी दिनु हजुर एकदमै धन्यवाद दिन चाहन्छु है ल सुनिहाल्नु भयो ढिला नगर्नुस् है आज 3 वटा कम्बो अफर भन्दा पनि हुन्छ तपाईले स्कुटर उपहार पाउन सक्नुहुन्छ है कन्ट्याक्ट गरिहाल्नु मौकाको फाइदा उठाइहाल्नु